अघिल्लो बैठकमा मान्य भक्ति प्रसाद सिटोलाले यो सिटी रिक्साको लाइसेन्सको बारेमा जिज्ञासा राख्नु भएको थियो। त्यो जिज्ञासा जायज थियो। यो ऐन संशोधन भइसके पछाडि हामीले 11 गते बसेको मन्त्री परिषदको बैठकबाट यो ऐनलाई टेकेर, संशोधित ऐनलाई टेकेर यातायात व्यवस्था नियमावलीलाई पनि परिवर्तन संशोधन गर्यौँ र त्यो नियमावली बमोजिम सवारी चालक अनुमति पत्र परीक्षा सम्बन्धी कार्यविधि पनि हामी छुट्टै बनायौँ र त्यो दुईटै कुरा भएपछि आजैका मितिबाट त्यो कार्यान्वयन गएको छ। यो ऐनसँग सम्बन्धी विषय भएको हुनाले यो सवारी ऐनसँग सम्बन्धी विषय केही पुरै यहाँ भन्दा राम्रै हुन्छ। अब हिजोको व्यवस्था ठुला सवारी, मझौला सवारी, साना सवारीहरूले सवारी चालक अनुमति पत्र लिँदाखेरि अनिवार्य रूपमा लिखित र प्रयोगात्मक बायोमेट्रिक पनि दिनुपर्ने, लिखित परीक्षा उत्तीर्ण गर्नुपर्ने र प्रयोगात्मक परीक्षा पनि पास गर्नुपर्ने व्यवस्था थियो। ती सबैलाई तर त्यसमा ट्र्याक्टर र पावर टिलरको लाइसेन्स लिन चाहनेले भने प्रयोगात्मक मात्रै परीक्षा लिने व्यवस्था थियो। यो नियमावली संशोधन गरेर हामीले नयाँ व्यवस्था के गरेका छौँ भने अब प्रत्येक लिखित परीक्षा लिने परीक्षार्थीहरूले लिखित परीक्षा दिन हलमा प्रवेश गरिसकेपछि अनिवार्य रूपमा आधा घण्टाको भिडियोबाट देखाइने या मौखिक रूपमा देखाइने तालिम अब अनिवार्य गरिएको छ। यद्यपि त्यो तालिममा पास हुनु पर्दैन, तर त्यो तालिम चाहिँ अनिवार्य नै पर्छ। के त्यो तालिम नदिकन लिखित दिन पाइँदैन, त्यस कारणले त्यो अनिवार्य भयो भने लिखित परीक्षा दिनै नपर्ने पावर टिलर र ट्र्याक्टरहरूका सवारी चालक अनुमति पत्र लिनेहरूले पनि अब त्यो चाहिँ बायोमेट्रिक्स गरिसकेपछि प्रवेश गर्दा र निक्लिँदा हस्ताक्षर गरेर त्यो तालिममा सहभागी हुनुपर्छ भने सिटी रिक्साको हकमा हिजो के व्यवस्था थियो भन्दा लिखित परीक्षा अनिवार्य थियो, तर प्रयोगात्मकमा 70% मात्रै थियो। सरसर्ती हामीले अध्ययन गर्दा 100मा सिटी रिक्सा लिखित परीक्षा दिने 90 फेल, प्रयोगात्मकमा 100% पास। के हो त यो भनेर अध्ययन गर्दा चाहिँ लिखित दिन नसक्ने तर परीक्षामा कुदाउन भने एकदम सक्सेस सफल देखिएपछि हामीले अनिवार्य लिखित परीक्षा सिटी रिक्साको लागि हटाएर प्रयोगात्मक चाहिँ हिजोको 70लाई 100 नै बनायौँ, प्रयोगात्मक टाइट बनायौँ। मुख्य कुरा प्रयोगात्मक हो र उनीहरूले लेनको बारेमा, लाइटको बारेमा, क्रसिङको बारेमा, विभिन्न चिन्ह, ट्राफिक चिन्हहरूको बारेमा चाहिँ कम्तीमा आधा घण्टादेखि बढीमा 1 घण्टासम्मको तालिम अनिवार्य रूपमा लिएर उनीहरूलाई सिकाउने नयाँ पद्धति स्थापित गरेर यसो गरेपछि सडक दुर्घटनाको न्यूनीकरण पनि हुने, सवारी चालक नयाँ लिनेहरूले पनि केही न केही पढेर केही न केही शिक्षा लिनुपर्ने, त्यसमा 20 मिनटको भिडियो अनिवार्य रूपमा हेर्नुपर्ने, यो व्यवस्था गरिकन सिटी रिक्साको चालक चाहिँ 80%ले लाइसेन्स बिन अवस्थामा जथाभावी हाँकिरहेको कुरालाई अब हामी लाइसेन्सलाई नियमन गर्ने कुरालाई नयाँ ढङ्गले आजैबाट, अब यदि आज त्यो पालो परेको छैन भोलि पर्सि त्यो ठाउँअनुसार हुन्छ। कहीँ बिहिबार पर्छ, कहीँ हप्ता 2 दिन हुन्छ, कहीँ हप्ता 3 दिन हुन्छ, कहीँ हप्ता 4 दिन हुन्छ। त्यो ठाउँ जस्तो इलाममा त सिटी रिक्सा हुँदैन, झापामा 2-3 दिन हुन्छ भने इटहरीमा 4 दिन होला। त्यो व्यवस्था गरेका छौँ र एउटा अर्को के व्यवस्था गरेका छौँ, हिजो के गरिएको रहेछ भने सार्वजनिक कालो प्लेट, सार्वजनिक सवारी साधनहरूले चाहिँ अनिवार्य रूपमा पञ्जीकृत हुनुपर्ने भनेको सिन्डिकेट जस्तो भएछ। अब हामीले यसपालि नियमावलीमा संशोधन, यही ऐन बमोजिम नियमावलीमा संशोधन गरेर यदि स्वैच्छिक ढङ्गले कोही कुनै संस्थामा आबद्ध हुन चाहन्छ, सङ्गठित हुन चाहन्छ, पञ्जीकृत हुन चाहन्छ भने ठिक छ, ओके। होइन म आफ्नो स्वतन्त्र ढङ्गले मेरो गाडी म आफै चलाउँछु, म कहीँ पञ्जीकृत हुन जान्न भने बाध्य पारेर त्यहाँ पुर्याउने व्यवस्था जुन हिजो थियो त्यसलाई अब स्वैच्छिक बनाइयो। नत्र हिजो त के छ भने एकपल्ट पञ्जीकृत भएपछि अनिवार्य रूप परिरूप पनि त्यही सिन्डिकेट लिनुपर्ने, नवीकरण पनि त्यही सिन्डिकेटको चिठी चाहिने, अनि सिन्डिकेटले त्यस बापत अतिरिक्त पैसा लिदिने,
अनि एउटा सानो टेम्पो चलाउने पनि ठुलो मार्गमा पर्ने कुरालाई अब हामीले सरलीकरण यो ऐनबाट गरेको छु। यो मैले सम्मानित सदनलाई यही ऐनको प्रतिस्थापन विधेयकको सन्दर्भमा मैले यो जानकारी गराएँ।